हेलो एभ्रिवान एन्ड नमस्ते है सबैजनालाई। ल आज नेप्से डेली अपडेट लिएर आएको छु। भिडियो सुरु गर्नुभन्दा पहिला जो साथीहरू नयाँ हुनुहुन्छ भिडियो हेरिसकेपछि लाइक गर्न नबिर्सिनु होला र हाम्रो च्यानललाई सब्सक्राइब पनि गर्नु होला। ल भिडियो ढिलो नगरिकन सुरु गरिहालौँ है त। ल आज नेप्से एकदम सार्प डाउन भएको छ भनेको झन्डै 2595 मा क्लोजिङ भएको छ है। यो क्लियरली ब्रेकडाउन गरेको छ यो एरिया भनेको झन्डै यो 2630 को एरिया चाहिँ क्लियरली ब्रेकडाउन गरेको छ र यो एरिया जुन 2605 एरिया छ यसलाई पनि स्लाइडली डाउन गरेको देखिन्छ है त। भनेको डाउन हुँदाखेरि भोल्युम चाहिँ के छ डिक्रिजिङ छ भनेको जुन हाम्रो लागि एकदम बेस्ट हो। अनि मैले सुरुदेखि भनिरहेको छु है त यो एरिया भनेको यो 2730 देखि 60 को एरिया भनेको चाहिँ हाम्रो लागि सर्ट टर्म रेजिस्टेन्स हो है। यो एरियामै छ मार्केट र सपोर्टमा हेर्नुहुन्छ भने यो दुईटा रेन्ज भनेको थिएँ मैले जुन यो 2612 देखि यो 2580 को एरिया है त। यो एरिया चाहिँ हामीलाई चाहिँ स्ट्रङ सपोर्टको एरिया हो किनभने यो एरियाबाट धेरैचोटि फर्केको छ है। हेर्नुहोस् यो एकचोटि भयो, यो एरियाबाटै फर्केको छ दुईचोटि होइन, यही एरियाबाट होइन 3 4 5 चोटि 6 चोटि होइन 7 8 चोटि भइसक्यो। यो सुधा अब 9 चोटि हुन्छ। अनि अहिले के पनि भइरहेको छ भने यो एरिया खेल्नु भनेको यो एकदम सपियो है, यहीँ जाने झर्ने माथि जाने झर्ने होइन भनेको पुरै क्लियरली के छ क्लियरली साइडवेज छ होइन। क्लियरली साइडवेज भइसकेपछि हामीले फोकस भनेको ट्रेन्डिङ स्टकमै गर्ने हो। अनि अहिले के छ भने सबैको सपोर्ट एरिया भनेर कति छ यो 2580 को एरिया हेरिरहेछ होइन। अनि मार्केटमा के गर्छ भने जहिले पनि यो एरिया है, यो एरिया अहिले सबैले हेरेको एरिया भनेको 2580 को एरिया छ। स्मार्ट मनीले के गर्छ भने यो एरियालाई चाहिँ स्लाइटली डाउन गर्ने होइन, लिक्विडिटी स्विप गरेर अनि मात्र माथि लाने भनेको रिटेलरलाई चाहिँ एक्जिट गराएर अनि माथि लाने देखिन्छ है। यहाँ हेर्नुहोस् है, यो एरियामा हेर्नु त के गर्यो तपाईँको यो रेड क्यान्डल ठुलो बन्यो नि होइन, त्यसपछि के हो लिक्विडिटी स्विप गर्यो, त्यसपछि हेर्नु त मार्केट अप भयो नि होइन। त्यही राइज फेरि पनि यहीँ देखिन्छ है त 2580 भन्छ होइन। अब 15 पोइन्ट छ होइन, धेरै पोइन्ट पनि होइन। यो एरियासम्म ल्याएर हल्का अझै तल जाने है भनेको 2580 अझै अलिकति डाउन गर्ने, रिटेलरको स्टप लस हिट गराउने अथवा ट्रेडरहरूको स्टप लस हिट गराइसकेपछि फेरि के हुन्छ फेरि स्मार्ट मनीले माथि लान्छ। त्यही भएर प्यानिक नहुनुहोस् है, स्ट्रङ डिमान्ड जोनमा छ है। यो स्ट्रङ डिमान्ड जोनबाट धेरैचोटि फर्केको छ होइन। यो एरिया चाहिँ आउँछ जस्तो लाग्दैन है, मैले हरेक टाइम भनिरहेको छु। अनि हामीले यो विकलीमा पनि मैले क्लियरली मेन्सन गरेको छु यो लो लगाइसकेको छ यो र यो लो पनि लागिसकेको छ मेरो लागि है। अनि मैले के पनि भनेको थिएँ यो लो चाहिँ कन्फर्म भएको छैन किनभने यो ब्रेकआउट दिएको छैन। यो जुन हाई भनेको 2920 को एरिया यो हाई ब्रेक नगरेसम्म चाहिँ यो लो कन्फर्म हुँदैन भनेको यो लोलाई फेरि के गरेछ यो रिटेस्ट गर्न आएको देखिन्छ है। प्यानिक चाहिँ नहुनु होला है त। यो चाहिँ नेप्सेको अपडेट भयो। त्यसपछि हाइड्रोकै भनिदिन्छु फेरि पनि है त। हाइड्रो ल हाइड्रोको के छ भने हामी यो विकलीमा हिजो पनि मैले अपडेट दिइसकेको छु होइन। हाइड्रोमा के छ जुन यो एरियाबाट होइन एउटा च्यानल तान्ने हो भने चाहिँ हेर्नु त यो मिडल लाइनबाटै के गरेको थियो फर्केको थियो। अहिले पनि के छ यो मिडल लाइनबाट फर्केर फेरि रिटेस्ट गर्न आएको छ यही मिडल लाइनमा भनेको यो हिजो मैले कति भनेको थिएँ यो रेन्ज भनेको वर्स्ट सिनारियोमा चाहिँ यो 3500 कति 3510 है त 3510 को एरिया भनेको यो बक्सा चाहिँ एकदम स्ट्रङ है सपोर्ट हो है। त्यो भएर जति पनि ट्रेनिङ स्टकहरू अहिले घटिरहेछ नि त्यो भनेको एकदम बाइङ अपर्च्युनिटी भनेर बुझ्नु होला है त है। त्यसरी चाहिँ सोच्नुहोस् यो भन्दा तल चाहिँ आउँदैन है, ढुक्क भएर बस्नुहोस्। हामीले यसलाई दिल्लीमा हेर्छौँ भने ल दिल्लीमा हेर्छौँ भने
बेयरिश क्यान्डल हो तर भोल्युम सानो छ हैन, यसले स्लाइटली अझै डाउन चाहिँ आउँछ हैन, नआउने चाहिँ होइन। यो रेन्ज है त, यो रेन्जबाट चाहिँ 100% फर्किन्छ है। ल हाइड्रो पावरको भयो। अनि मैले वाच गर्नुपर्ने सेक्टर भनेको हाइड्रो र होटेलकै कुरा गरेको छु हैन। होटेल पनि हेर्नुहोस् त यत्रो डाउन छ हेर्नु, भोल्युम छैन है, भोल्युम छैन नि हो। त्यो भएर यस्तो मौका बेला चाहिँ जति पनि ट्रेन्डमा आएको होटेलको स्टकहरू छ त्यो स्टकहरू चाहिँ उठाएर राख्नुहोस् है। राम्रो छ है, प्यानिक चाहिँ नहुनु होला है त। ल आजको टप गेनर्सको कुरा गरौँ है त। टप गेनर्समा जोशीको के छ कन्डिसन। ल जोशी के राइट एडजस्ट भएको थियो क्यारे होइन, राइट एडजस्ट भएको थियो। अब जोशी चाहिँ निस्किँदा हुन्छ है, भोलि नै निस्किँदा पनि हुने देखाएको छ है त जोशी चाहिँ। यो एरिया होइन, यो भनेको स्ट्रङ रेजिस्टेन्स एरिया हो है। तर के छ यसको जोशीको चाहिँ एउटा राम्रो पोइन्ट भनेको चाहिँ के छ भने जुन यो ट्रेन लाइन छ है, यो ट्रेन लाइनसम्म पनि हामीले एक्सपेक्ट गर्न सक्छौँ है त। टार्गेट भनेको भोलि स्लाइटली जाँदाखेरि चाहिँ 350 कति 370सम्म चाहिँ जाने चान्स चाहिँ छ है, यो ट्रेन लाइनलाई छुने है। यो छोएर अनि मात्रै डाउन हुने है त। भनेको भोलि चाहिँ एकदम बेच्नु होला, जसको छ बेच्नु होला। एससिपी डिबेल करेक्टिभ राइज हो है, करेक्टिभ राइज हो, निस्किनु होला है त। जिएलबिएसएल एउटा राम्रो पोइन्टबाट के छ, राम्रो सपोर्ट लिएर हेर्नु त है। सबलाई एक्जिट भयो भने यस्तो लिक्विडिटी स्विप हुँदाखेरि चाहिँ किन्ने हो है, किन्दा चाहिँ हुने जस्तो देखिन्छ है त, किनभने भोल्युम पनि छ। अब भोलि किन्ने हो भने चाहिँ यो पोइन्ट है त, 2450 भन्दा माथि बस्छ भने चाहिँ इन्ट्री गर्ने है। यो माथि बस्छ भने अनि इन्ट्री गर्ने है, होइन भने चाहिँ वेट एन्ड वाचमा बस्नुपर्छ है त। अर्को प्रायः जस्तो सबै के छ यहाँ म्युचुअल फन्ड। अनि यो फेरि असारको क्लोजिङमा चाहिँ के देखिन्छ भने प्रायः म्युचुअल फन्डहरू चाहिँ बढिरहेको हुन्छ अनि अरू स्टक चाहिँ घटिरहेको हुन्छ, किनभने म्युचुअल फन्डलाई चाहिँ आफ्नो इन्कमहरू पनि देखाउनु पर्ने हुन्छ होइन। भनेको स्टकहरू जम्मा गरेर राख्ने, लगानी केमा भएको छ होइन, त्यो देखाउनलाई पनि म्युचुअल फन्डहरू चाहिँ एकदम बढिरहेको देखाउँछ है त। यो असारको क्लोजिङमा प्रायः भइरहेको नै छ है त। अब टप लुजर्समा प्योर है, प्योर मैले हिजो पनि भनिसकेको थिएँ सेल गर्नुहोस् है, किनभने यो ठुलो भोल्युम आइसकेपछि सेल गर्ने हो है। हरेक टाइम मैले भनिरहेको हुन्छु, छ भने निस्केर बस्नु होला। युएनएसपिएल हिजो पनि मैले भनेको थिएँ है, सेल कल आएको छ, पुरै एक्जिट चाहिँ गरिराख्नु पर्दैन है, 50% मात्र हो। त्यस्तो नराम्रो चाहिँ छैन है फेरि पनि, किनभने यसले रिटेस्ट गर्न आएको, रिटेस्ट गर्न आउँछ भने मस्ट बाई है त। अब चाहिँ बाई गर्दा चाहिँ हुने देखाएको छ है युएनएसपिएल भनेको। यो रेन्ज भनेको कति हो 400 है त। यही रेन्जमा पनि बाई गर्न सकिन्छ है त, यही रेन्जमा बाई गर्दा पनि हुन्छ अथवा 385 वेट गर्दा पनि हुन्छ है। युएनएसपिएल राम्रो देखाएको छ, अब चाहिँ तपाईँले बाई गर्ने हो है। माथि गएको बेला बाई होइन कि, यस्तो रिटेस्ट गर्न आएको बेला बाई गर्नु होला है त। टार्गेट चाहिँ अब चाहिँ हामीले मिनिमम पनि 520 चाहिँ राख्न सक्छौँ, युएनएसपिएल एड गर्दा हुने देखियो है त। आरएसपिएल पनि एड गर्ने जस्तै देखियो है त, 377 अथवा यही रेन्ज 314-77मा एड गर्दा हुन्छ। हेर्नु न हिजो चाहिँ ठुलो भोल्युम, त्यसपछि हेर्नु त आज झर्दाखेरि सानो भोल्युम भनेको रिभर्सल सङ्केत हो है। अर्को छ हुर्जाको हामीले पनि हिजो लाइभमा पनि चर्चा गरेका थियौँ होइन। यो के छ, क्लियरली अप ट्रेन्डमा छ, तल आउँछ भने मस्ट बाई भनेको थिएँ होइन। बाइङ एरियामै छ है त, 250मा आउँछ भने बाई गर्ने। टार्गेट यसको मिनिमम पनि 290 मिनिमम पनि है। विकली हेर्दाखेरि पनि क्लियरली देखिन्छ है, हेर्नुहोस् त क्लियरली छ नि। 253मै बाई गर्न सक्नुहुन्छ। मैले के पनि भनेको थिएँ हिजो, यो पनि ब्रेकअप दिने चान्स हाई छ है त, 320सम्म चाहिँ जान्छ यो। त्यही भएर
यस्तो तल आउँदाखेरि चाहिँ बाइङ अपर्च्युनिटी भनेर बुझ्नु होला एमबिजेसी पनि डाउनमै छ यो रेन्ज है 320 सम्म चाहिँ एड गर्न सक्नुहुन्छ टार्गेट चाहिँ 400 को हेर्नु होला WNLB कन्टिन्यू डाउन छ है अब विकली हेर्ने हो भने चाहिँ 1650 तिर छ यसको सपोर्ट है त दिल्ली हेर्नुहुन्छ भने चाहिँ नजिकै छ दिल्लीमा चाहिँ यसको 1680 1700 को एरियामा चाहिँ एड गर्नु होला इन्ट्राडे गर्दा हुन्छ यसमा है अनि BEDC नन स्टप है हेर्नु त यो ट्रेन लाइनमा नन स्टप के छ रिजेक्सन छ अहिले के छ फेरि सपोर्टमा आएको छ भनेको फेरि एउटा बाउन्स चाहिँ आउँदैछ यहाँबाट फेरि बाउन्स लिने फेरि यो ट्रेन लाइनमा रिजेक्सन भनेको यहाँ स्लाइटली डाउन गरेर चाहिँ लिक्विडिटी क्रिएट गरेर माथि लिन सक्छ भनेको यो हामीले फेरि पनि यसको टार्गेट चाहिँ 700 सम्म चाहिँ फेरि पनि हेर्न सक्छौं यो है यो ट्रेन लाइनमा रिजेक्सन छ है त CORBL बाइङ जाँदैन है सजेसन जाँदैन यसमा हैन र नन स्टप यही एरियाबाट झरिरहेछ है अनि फेरि के पनि भइरहेछ भने तपाईको यो जुन यो लो छ लो चाहिँ स्विप भइरहेछ है फेरि पनि यो 2700 फेरि पनि एकलट लान्छ CORBL है 2700 फेरि पनि लान्छ यहाँबाट हैन त एकचोटी दुईचोटी तीनचोटी यो ट्रेन लाइन ब्रेक डाउन गर्यो भने चाहिँ कामै भएन हैन यो होल्ड गरेसम्म चाहिँ फेरि पनि 2700 एकलट लान्छ त्यो बेला चाहिँ जो फस्नु भएको छ निस्किनु होला अर्को छ BHDC ल BHDC को मैले हिजो पनि कुरा गरेको थिएँ फर्स्ट टार्गेट मिट भइसकेको छ यसको यो एरिया फर्स्ट टार्गेट मिट भयो अब फेरि यसले यो एरिया फेरि पनि 440 सम्म आउने माथि जान्छ भने चाहिँ यही 588 तर बाइङ रिकमेन्ड चाहिँ छैन यस्तो स्टकहरुमा KPL विकली हेरौं ल विकलीमा चाहिँ अब नजिकै बाइङ देखिन्छ है यो एरिया हो 255 56 को एरिया यो एरियामा चाहिँ तपाईले बाइ गर्न सक्नुहुन्छ है त अनि ठुलो क्यान्डल भोल्युम छैन नि त्यही भनेको स्टकहरुले पनि भनिसकेको छ है हाइड्रोहरुमा चाहिँ जुन बेला पनि फर्किन सक्छ है त ल टर्नओभरमा चाहिँ डोर्दी आएको छ एकदम राइज है अब यस्तो बेला चाहिँ के गर्ने भने तपाईलाई इन्ट्री गर्नु मन छ भने 405 माथि बस्छ भने इन्ट्री गर्ने हैन भने वेट एन्ड वाचमा बस्नु BPCL है जति BPCL मैले के भनिरहेको छु भने जति तल आउँछ त्यति बाइ गर्नुस् भनिरहेको छु 820 देखि 780 को एरियामा बाइ गर्नुस् 900 देखि 1000 सम्म छ है राली सेल भनेको थिए है स्टिल सेल जोनमै छ अब यो होल्ड गर्छ कि गर्दैन चाहिँ हेर्नु है 770 होल्ड गर्दैन भने निस्किहाल्ने है 770 होल्ड गर्दैन भने निस्किहाल्ने अहिलेलाई पनि त्यस्तो नराम्रो त भन्न मिल्दैन हैन हायर लोजमै छ 770 मुनि आउने बित्तिकै तुफान भागिहाल्नु पर्छ है यसमा चाहिँ छ भने निस्किने SSPC मैले 615 सम्म भनेको थिए हैन स्लाइटली डाउन छ त्यस्तो खासै भोल्युम छैन अब चाहिँ तपाईले 590 मा चाहिँ फुल इन्ट्री गर्न सक्नुहुन्छ है त SSPC को टार्गेट मैले मिनिमम पनि 760 को राखेको छु है NGPL ल NGPL को हिजो पनि कुरा गरेको थिए यो ट्रेन लाइनलाई के छ रेस्पेक्ट गरेको छ अब यो ट्रेन लाइन भन्दा तल जान्छ भने हैन जसको छ निस्किन पनि सक्नुहुन्छ है त के भयो ल किनभने यो यसमा बाइङ एकदम जेनेरेट भइरहेछ के त्यही भएर म चाहिँ एकदम पोजिटिभ छु है NGPL मा हेर्नुस् त यही ट्रेन लाइनमै सपोर्ट छ हेर्नु त भोल्युम छैन त्यही भएर भोलि फर्किन्छ है मेरो विचारमा यो SHL सेल साइड थियो है अब झरेको छ अब चाहिँ SHL बाइङ गर्ने कन्डिसनमा चाहिँ देख्नुहुन्छ है त यो एरियामा हेर्नु है धेरैचोटि रिजेक्सन खाएको एरिया 327 फेरि पनि जान्छ है 327 देखि यो 370 को एरिया अब यसको लागि बेस्ट बाइ भनेको चाहिँ यो एरिया है 285 को एरियामा चाहिँ तपाईले किन्न सक्नुहुन्छ है त डाउन हुँदाखेरि भोल्युम पनि डाउन भएकोले चाहिँ पोजिटिभ हुन सकिन्छ है अनि
UPCL अलि नराम्रो बनेको छ है 390 तिर हेर्न सक्नुहुन्छ है 390 अथवा 410 है त यही एरिया हो यो एरियाबाट चाहिँ फर्किनु पर्यो भोल्युम के छ भोल्युम पनि खासै छैन त्यही भएर फर्किने चान्स हाई छ UPCL पनि किनिराख्दा चाहिँ हुन्छ यो पनि मिनिमम पनि 530 सम्म चाहिँ 30 देखि 80 को टार्गेट हेर्न सकिन्छ UNSPL पनि बाइङ गर्न सक्नुहुन्छ है त अघि नै कुरा गरिसकेको छ UMHL खेलाडी छ क्लियर हेर्नु त सबै स्टक के छ घटे यो चाहिँ के छ इन्क्रिजिङ छ भनेको यो स्टक चाहिँ क्लोजली वाच गर्नु तर एकदम रेजिस्टेन्स एरियामा छ है त्यो पनि विचार गर्नुस् अरु स्टक घट्ने यो बढ्नु भनेको केही न केही गोलमाल छ भनेर बुझ्नुस् है रिजेक्सन अनि तपाईको नेप्से बढ्दाखेरि जब हाइड्रो बढ्छ यो फेरि सर्र झर्न खोज्छ फेरि है यस्तोमा चाहिँ अलिकति केयर चाहिँ गर्नुपर्छ निस्किएर चाहिँ बस्ने है यस्तो माथि जाने बेला निस्किएर बस्ने SPDL ल SPDL अब चाहिँ तपाईले किन्न चाहिँ सक्नुहुन्छ है त यो एरियामा रेजिस्टेन्स थियो हैन यो एरियामा झर्यो अब धेरै टार्गेट त नबनाऊ हैन यही अल टाइम हाई नै 530 अब यो हामी विकली हेर्छौं भने यो दुईटा रेन्ज हो यसको बाइङ एरिया भनेको एउटा 411 एउटा 390 है त यो एरियाबाट चाहिँ तपाईको फर्किन्छ बाइ गर्न सक्नुहुन्छ 530 सम्म चाहिँ टार्गेट राख्न सक्नुहुन्छ है त ल गेनर्स लुजर्स टर्नओभरको कुरा भयो अब तपाईहरुको स्टकको रिप्लाई दिउँ है त ल रिप्लाई दिनु अगाडि जो तपाईहरुले हाम्रो फ्री ग्रुपमा जोइन गर्नु भएको छैन हाम्रो यो टेलिग्रामको लिंक चाहिँ यसमा जोइन गर्न सक्नुहुन्छ है त फ्री ग्रुप हो र हाम्रो क्लोज ग्रुप पनि छ तपाईहरु हामीसँगै बसेर ट्रेड गर्न चाहनुहुन्छ भने चाहिँ हाम्रो फ्री ग्रुप पनि छ यसरी क्लोज ग्रुप पनि छ यो नम्बरमा चाहिँ फाइबर WhatsApp गरेर बुझ्न सक्नुहुन्छ है त ओके कमेन्ट सेक्सनमा NRIC हेरौँ है त ल NRIC हेरौँ NRIC मैले वाच लिस्टमा पनि हालेको थिएँ हैन अहिले चाहिँ के छ भने यो रेन्ज भनेको यसको कति 1205 भनेको एकदम बाइङ जोन हो है त यो एरियामा चाहिँ बाइ गर्न सक्नुहुन्छ अनि यसले चाहिँ बाइङ जेनेरेट गरेको गरे छ है यहाँ बाइङ जेनेरेट गरेको छ अहिले पनि जेनेरेट गरिरहेछ भनेको यो फर्किने चान्स हाई छ है NRIC एकदम स्ट्रङ होल्ड यो किनिराख्दा हुन्छ नहुनेले है मिनिमम पनि 1500 अहिलेलाई हेर्ने यो 1500 पनि ब्रेकअप दिन्छ है राम्रो छ ल अर्को छ निफ्राको हिजोको भिडियो हेर्नु होला है त निफ्रा हामीले भनिसकेको छ सोना ओके सोनाको के छ भने यो पनि पुरै साइडवेज रेन्ज छ हैन यो 435 सम्म आउने देखिन्छ आयो भने तर यो पनि बाइङ गरिराख्दा हुन्छ है यो पनि के छ बाइङ जेनेरेट भइरहेछ है यहाँ मज्जाले बाइङ भएको देखिरहेछ तल पाउनुहुन्छ भने झनै बेस्ट हैन बाइङ गरिराख्दा हुन्छ है बाइङ भइरहेछ अब यसको हामी विकली अनुसार हेर्ने हो भने त टार्गेट यसको यही 580 को एरिया भयो हैन तपाईले सर्ट हेर्ने हो भने चाहिँ 500 को एरिया हेर्नु होला है त अर्को छ NRM त्यस्तो बाइङ छैन है त त्यस्तो बाइङ देखिदैन अब सपोर्ट चाहिँ सपोर्टमै छ तर हैन यसले क्लियरली ब्रेकडाउन गरिसक्यो निस्किदा हुन्छ है NRM बाट निस्किदा हुन्छ यो फेरि पनि 420 मा आउँछ है निस्किदा हुन्छ SP यो बुझेन है SPC ओके SPC ल SPC पनि अब कन्टिन्युस है यो चाहिँ पुरै लो बनाइरहेछ है पुरै बेरिस टाइपको बनिरहेछ तल आएको है छ है विकली हेर्छौं भने यो रेन्ज यसको लागि अब निस्किनु पर्ने पनि देखेको चाहिँ छैन है 470 80 यसको सपोर्ट भयो अलिकति टाइम चाहिँ लिन्छ है यसले
यसमा पनि हामीले क्विक ट्रेड भनेको चाहिँ अब मोमेन्टम चाहिँ आएको छैन 580 सम्म चाहिँ हेरिराख्नु होला है त एनजीपीएल टार्गेट हिजै हाम्रो कुरा भइसकेको छ एनजीपीएल को अघि पनि कुरा भइसकेको छ हेर्न सक्नुहुन्छ एसएसपीसी को भइसकेको छ सीएससीएल को चाहिँ हेरौँ है त सीएससीएल भनेर क्लियरली डाउन छ तर होल्ड छैन भनेको एकदम है मस्ट बाई भन्छु म चाहिँ यो 544 देखि 528 यो भनेको डिमान्ड जोनमा छ तपाईले बाई गर्न सक्नुहुन्छ मिनिमम टार्गेट यसको क्विक भए 630 अलिकति होल्ड गर्ने भए 720 सम्म छ है यसको टार्गेट ल एनएचपीसी हेरौँ एनएचपीसी क्लियरली साइडवेज छ यो पनि हैन तपाईले किन्ने एरिया भनेको चाहिँ 211 है त 10-11 किनभने यो एरियाबाट धेरै जति फर्केको छ है यहाँ चाहिँ के गर्यो स्लाइडली यहाँ रिटेलरलाई निकालेर यहाँ स्मार्ट मनी छिरेको छ फेरि पनि के छ यही एरियामा आएको छ है त 210 मा एड गर्दा हुन्छ है क्विक ट्रेड गर्ने हो भने यही 240 अलि मिड टर्म हेर्ने हो भने चाहिँ यसको 300 सम्मै छ है त एकैबेल के गर्ने छ 284 को डब्ल्युएससीसी छ घटेर डाउन भयो एड गर्ने कि सेल गर्ने अब एड गर्ने है एकैबेल चाहिँ एड गर्ने हो मैले कति भनेको छु 255 है त यो एरियामा चाहिँ एड गर्नु होला मजाले टुक्का साथ एड गर्नुस् विकलीमा के देखिन्छ 255 मा चाहिँ एड गर्ने सेल चाहिँ यसको मिनिमम पनि 320-30 हेर्नु होला रातिको भइसकेको छ सेल हो हैन सीएचएल बाई जोन एन्ड टार्गेट भन्नुभएको छ सीएचएल ल सीएचएल चाहिँ नन स्टप यो रेन्जबाट हेर्नु त धेरै जति है ठोकिएर चाहिँ झरेको छ तर यो पनि नेक्स्ट राति जस्तै प्याटर्न बनाइरहेछ है यसले ल ठ्याक्क अलिकति यु प्याटर्न छ हैन यसले ठ्याक्कै कप एन्ड ह्यान्डल टाइपको बनाइरहेछ है सीएचएल तर बनाउनु चाहिँ बनाइरहेछ है तर यसले 326 भन्दा माथि बस्छ भने यसले पनि राम्रो र्याली दिन्छ है राति जस्तै तर 300 मैले भने 326 माथि चाहिँ बस्छ भने चाहिँ यसमा इन्ट्री लिन सक्ने रहेछ है अहिलेलाई चाहिँ साइडवेज छ ठ्याक्कै यो रातिकै प्याटर्न छ है जस्तै रातिमा हेर्न सकिन्छ रातिमा पनि सेम त्यही भएको थियो हेर्नु है रातिमा पनि के भएको थियो यो रेन्जमा के भएको थियो भने तपाईको रिजेक्सन खाएको खाइ थियो नि है ए अनि यहाँ झरे झरे तर धेरै तल त गएन तर यसले के गर्यो यो रेन्ज भनेको कति यो 413 कटाउन सकेन पछि 413 कटाउन बित्तिकै कस्तो र्याली भनेको त्यस्तो हुन सक्छ है सीएचएल चाहिँ क्लोज वाच गरिराख्नु हुने रहेछ है प्योर किनेको दुबियो प्योर सेल सिग्नल आएको बेला किन किन्नु भएको त हजुर एमबीजेसी होल्ड अर सेल भन्नुभएको छ एमबीजेसी 318 तिर बाई गर्न सक्नुहुन्छ है अहिलेलाई चाहिँ होल्डै गर्ने 318 मा एड गर्ने नन स्टप यो एरिया 367 एरियामा चाहिँ तपाईले सेल गर्न सक्नुहुन्छ है त ओके ल तपाईहरुको स्टकहरुको क्युरिजहरु पनि हेरियो र नेप्सेको अपडेट हाइड्रोको एनालाइसिस होटलको एनालाइसिस पनि भएको छ त्यही भएर मैले देखेको सेक्टर भनेको अहिले वाच गर्नुपर्ने हाइड्रो पावर र होटलै हो त्यो सेक्टरमा चाहिँ तपाईहरुले वाच गर्नुस् र तपाईहरुको केही क्युरिजहरु छ भने कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला है त ओके थ्यांक यू एभ्रीवन